गरे स्टार्ट। मित्रहरू सबैलाई नमस्कार छ। उहाँ बुवा कति वर्ष भयो? कति? 94 वर्ष। होइन 14 वर्ष उमेर। 94 वर्ष उमेर हो। यो थला पर्नुभयो कति वर्ष हो? थला पर्नुभएको त असोजको 4 गतेबाट। असोजको 4 गते। असोज, कार्तिक, मङ्सिर, पुष, माघ, फागुन, चैत, वैशाख, 6-7 महिना। थलोको थलो 8 महिना भयो थला पर्नु। थलोको र हेर्नुहोस् त उहाँको खुट्टा पुरै जाम भइसकेको छ र पुरै यति थियो, यहाँ यति थियो। आज मैले एकै दिनमा उहाँलाई आज मैले यतिको बात पारिदिएको छु। ल हेर्नुहोस्। हो त्यति आउनु र खुट्टा लुज बनाउनु फेरि छोड्नुहोस् है। खुट्टा छोड्नुहोस् है, एकदम फेरि छोड्नुहोस्। एकैछिन बुवा एकदम है, एकदम कष्ट गर्नु है। कष्ट गर्ने एकैछिन। मित्रहरू सबैलाई नमस्कार छ। युरिक एसिड गठियावादको कारणले यस्तो बुझिनुपर्छ। हेर्नुहोस् उहाँको म 1 महिनामा म हिँड्ने बनाइदिनेछु मेरो बुवालाई। र 94 वर्ष उमेरको हेर्नुहोस् त बिना चस्मा अहिले पनि पढ्नुहुन्छ किताब, शास्त्रको किताबहरू पढ्नुहुन्छ। हेर्नुहोस् त बिना चस्मा। उहाँको उमेरमा हामी त खुलेराम हुन्छौँ। ल हेर्नुहोस् 4 आना माना घिउ खानुभएको शरीर हो उहाँको। र आज बिचरा थला पर्नुभएको छ। त्यही पनि मैले कोसिस गरिरहेको छु। कोसिस गरेर गर्दा हुन्छ भन्ने मैले एकदमै अनुभव गरेको छु। बसे भएर उहाँले कोसिस पनि नगरेर आज यस्तो खुट्टा कुदिनु भयो, पुरै खुट्टै बाङ्गिहाल्यो। तर मैले हेर्नुहोस् आज एकै दिनमा यति मैले राम्रो पारिदिएको छु। कसैलाई जन्डिसको समस्या, पाइल्सको समस्या, किडनीको पत्थरी, हात खुट्टा जोडी दुख्नेको समस्या, युरिक एसिड गठियावादको समस्या, यी समस्या सबै उपचारहरू हुन्छ मसँग। र जसलाई सिकर सिल छ, जसलाई ब्लड पर्दैन, त्यसको लागि पनि रामबाण औषधि छ मित्रहरू। हेर्नुहोस् त आज एकै दिनमा यति राम्रो भयो। ल हेर्नुहोस् पुरा मोडिएको, पुरा खुम्चेको खुट्टा। ल हेर्नुहोस् त अरू शरीरमा रोग केही छैन, खालि युरिक एसिड गठियावाद। ल हेर्नुहोस् बुवा हजुरले कस्तो लाग्यो? अहिले केही हुन्छ जस्तो लाग्यो? हुन्छ जस्तो लागेकै छैन? विश्वास हो होइन? हुन्छ जस्तो लाग्छ। आज एकै दिनमा यति राम्रो भएको छ है। आशीर्वाद दिनु होला, राम्रो होस् है। म गर्छु, कोसिस गर्छु है। र हजुरले केही टेन्सन नमान्नुहोस्, सिर्फ बल गर्नुहोस्, अलिकति ताकत दिनुहोस्। अलिकति यसो हिँड्ने मात्रै हुनुभयो भने धेरै राम्रो हुन्छ बुवा है। हो म हिँड्ने हुनुभयो म त्यो हिँड्नेसम्म बनाइदिन्छु बुवा है। र आफूले कोसिस गर्नुहोस् है। र एकदमै राम्रो हुन्छ बुवा, आशीर्वाद दिनु होला। सबै राम्रो हुन्छ, म गर्छु बुवाको लागि यति गर्छु म है। र सबैजनालाई जय श्री राधे प्रभु, जय श्री राधे। र यस्ता समस्याहरू छन् भने बोलाउनुहोस्, घर दैलोमा आउनेछु म। र यस्ता समस्याहरू छन् भने घर दैलोमा आउने गरेको छु।